आज स्याटरडेको दिनमा चाहिँ नवीन दाई, काले, सुमन, मिग्मा, भाउजू, म अनि यहाँ बसेर चाहिँ खसीलाई काटकुट गरिरहेछ है गाइज। यो खसीलाई चाहिँ काट्न लाग्छ। खसी काटेर अब खै कसरी गर्छ खसीको बारेमा गाइज। मासु काट्न तपाईँ सिक्न चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नु होला है। ल खसीलाई कसरी काट्ने अब यहाँ सिकाउँदैछ। ऊ चाहिँ साइको भन्दै हाँसिरहेछ है। ऊ चाहिँ मिगमा है। ल गाइज मासु यसरी काटिँदैछ। हामीले गर्ने चाहिँ यसरी हो। भाइलाई बोलाउनै पर्ला जस्तो लाग्यो। पहिला खुट्टा उस्कने हो नि, होइन नि? हामीले त यसरी नै गर्ने हो कि। काले लाउँछ होइन? जान्नेलाई बोलाउनै यो के गरे आयो? ल मासु सिकाउनु लाग्छ मजा युट्युबमा। यहाँ केटाहरूले अहिले यस्तो र उस्तो भन्न थाल्छ क्या। यसरी गर्ने हो? छाला निकाल्नु पर्ने? यो भुँडी पो निकाल्ने? ओए त्यस्तो नपर्ने, यहाँ युट्युब खिचिरहेछ। हेर्नुहोस् खसीमा चाहिँ तपाईँहरूले देख्नुहुनेछ यत्रो पोका निस्किँदो रहेछ। यसलाई के भन्छ? भुँडी हो गाई। जो के भन्छ यसलाई? भुटन रे भुटन। ओ मिगमा समात रे कस्तो। यसले चाहिँ केटाकेटी भन्दैछ है, तर खोइ धेरै नै ठुलो जस्तो लाग्यो। हो रहेछ, अहिले ऊ बिहा भएर ठुलै देखाएर रहेछ। कालेलाई अल्छी लागेको कुरा यहाँ विस्तृत जानकारी गराउँदैछ। अब खसीको लागि भुँडी निकाल्दैछ। भुँडीबाट यो शुद्ध खसी है गाइज। बाछा भनेर हाँसै मिठो भनिदियो एउटाले। ओ सुमन डार्लिङ हेल्प गर्न। के हेर काले हेल्प गर्न। के थाहा त त्यो यति बसिरहेको छ। काले के हेरेर कहाँ कहाँ समात्नु पर्छ होला नि त। आज शनिबार हो। अनि यहाँ शनिबार हो नि त गाइज। शनिबारको दिनमा यहाँ खसी काट्दैछ गाइज। मैले खसीको बारेमा अलिकति विस्तृत जानकारी दिइसकेको छु। तपाईँहरूलाई पनि खसीको मासु चाहिएमा सम्पर्क गर्नु होला। नवीन अनि सहयोग गर्ने कालेलाई विक्रम है। यसको नाम बिर्सिरहन्छ। काले विक्रम, मिगमा चमेली, सुमन चिप्ले, सबजना। ल गाइज कलेज कस्तो हुन्छ भन्ने कुरा अब आज देखिरहेको छ भिडियोमा। आन्द्रा केलाउन नजान्नेहरू यहाँ आएर बसेका छन्। जान्ने मान्छे भनेर भिडियो खिचिरहेछ भन्दा गाइस। तपाईँहरूलाई म जहाँ विस्तृत जानकारी गराउँछु। केही गरे शुद्ध खसीको मासु खान चाहनुहुन्छ भने सम्पर्क राख्नु होला है। सम्पर्क स्थान खोर्सानी टार भिआइपी एरिया। भोलितिर त मै लाग्नुपर्छ कि क्या? भोलितिर लाग्न त्यसलाई केहीमा राख्यो भने चाहिँ बाटो के हुन्छ? बाटो पर्दैन। यो राखेर गरौँ? मेरो हात त्यही राखेर गर्नु। यो तिरपालमै लाग्यो गाइस। यो भुँडी सफा गर्ने मान्छे, यो भुँडी मान्छे त के हेरेर आएको? हेल्प गर्न त भुँडी सफा गर्ने मान्छेलाई। यहाँ खसी सफा गर्ने मान्छे, यहाँ खसी काट्ने मान्छे। मासुलाई कसरी काट्नुपर्छ भन्ने कुरा यहाँ बसाले सिकाइरहेको छ गाइज।
मासु तपाईँहरूलाई मासु चाहिएमा चाहिँ खसीको शुद्ध मासु चाहिएमा चाहिँ हाम्रोमा सफा मान्छेहरूले खसी भनेर बाख्रा बेच्छन् रे तर यहाँ चाहिँ खसी शुद्ध खसीको मासु छ है गाई शुद्ध तपाईँहरूकै अगाडि अन्त यसले नजाने काम के छ र जहाँ पनि काम गरेर हुन्छ इज्जत गरेर नि धेरै काम जानेपछि इज्जत भएन ए त्यो खसीलाई 2 भाग गरिएको सूचना कालीले खसी भित्र हात हालेको पालन अहिले निकाल्ने त्यस्तो मजाले पालन भित्र फोर्सर हाम्रो यो स्थानमा तपाईँले देख्नुभएको खसीको मासु चाहिँ शुद्ध है पहेँलो खसी तर पहेँलो खसी ए खसी नै पहेँलो रहेछ खसी पहेँलो खसी त छ अनि पहेँलो नभने के भन्ने त यसको बर आन्द्रा चाहिँ सेतो छ है फेरि किन काट्नु पर्यो बनाउनु पर्यो के चिप्लो हुन्छ पुरै दिन न के हुन्छ उयो बोझो लिएर पुरै दिन दल त त्यस्तो कपडा अहिले हामी जति पनि ल्याइदेऊ चिन्ता नगर्नु त्यो पुरै दिन दल्ने हो के अर्को देउला अचानकमा खुट दलिरहेछन् काले आन्धा बुढी सफा गर्दैछन् सुमन उभिएर सिकाइरहेछ मिगमा खसीको काटमार गर्दैछ नवीन दाई